प्राय केटाहरूको लाइफमा चाहिँ के हुन्छ भनेदेखि एउटा केटाले कुनै केटीलाई एकदमै चाहने निस्वार्थ भावनाले प्रेम गर्ने केटाहरूलाई लाग्छ कि उनीहरूलाई चाहिँ कसैले पनि चेन्ज गर्न सक्दैन भनेर। तर उनीहरू जब कोही केटीलाई साँचो प्रेम गर्न थाल्छ नि त्यो केटीको लागि आफै चेन्ज भइदिन्छ क्या। त्यस्तो केटाहरू चाहिँ आफ्नो ट्रु लभलाई चाहिँ कहिले गुमाउन नचाहने हुन्छन्। तर के भइदिन्छ भनेदेखि जुन केटाले केटीलाई एकदमै धेरै माया गरेको हुन्छ नि त्यही केटीबाट केटाले धोका पाइरहेको हुन्छ क्या। केटाहरू त नगर्नु माया गर्दैनन्, गरिसकेपछि ट्रु गर्छन्। अनि ब्रेकअप पछि मायामा धोका पाएपछि चाहिँ डिप्रेस हुने, कतिहरू गलत बाटोमा हिँड्ने, केटीहरूलाई भन्दा नि धेरै केटाहरूलाई जेलस हुन्छ क्या। आफ्नो गर्लफ्रेन्ड अरू केटासँग बोलेको देख्दा चाहिँ लास्टै उनीहरू जेलस हुने गर्छन् क्या। केटाहरूलाई सबभन्दा धेरै रिस उठाउने कुरा नै त्यही हो, आफ्नो गर्लफ्रेन्ड अरू केटासँग क्लोज भएको उनीहरूले देख्नै सक्दैनन् क्या। कसैबाट धोका पाएपछि होइन अब प्राय धेरै जस्तो चाहिँ केटाहरूलाई उनीहरूलाई लास्टै चोट पुग्छ क्या। उनीहरू